नमस्ते, स्वागत छ फेरि पनि तपाईँ हाम्रो युट्युब च्यानल युएस ब्लग यु उमङ एस सुवर्णा फुड भिलेज एन्ड ट्राभल। अनि अहिले चाहिँ म उभिएको ठाउँ चाहिँ यो गोलाइ चाहिँ अब हामी यो फ्लाइओभरवाला बिजन बाहिरखेरि यहाँ रोक्ने गर्छौँ। अनि यो ठाउँमा हामी एकछिन आएका छौँ, कारण चाहिँ अब हामी जो तल देख्दै हुन्छ बिजनबारी, हामी त्यो डाँडा जाँदैछौँ। अब हामी यो डाँडा यो डाँडा जान्छ, यो अगम सिंह स्कुल देखेको यो चाहिँ हो, यो चाहिँ स्कुल भयो। अनि यो एरियामा यो डाँडामा हामी जाँदैछौँ किनभने चाहिँ त्यहाँ मेरो साथीको आमा बित्नु भएछ। अन्त भोलि फ्युनेरल आजै यसो भिजिट गर्नलाई चाहिँ गइरहेको। हामी ठिक हुँदा नै जाउँ भन्ने प्लान थियो, तर त्यत्तिकै व्यस्तताले गर्दाखेरि जान पाइएन। अनि आज मात्रै खबर आयो बिहान कि आमा बित्नु भएछ भनेर, प्रोमा सुत्नु भएछ भन्ने कुराहरू आज बिहान खबर आएर चाहिँ आजै जाँदैछ। भोलि फ्युनेरल, भोलि भेट्नु नपाउने रहेछ, भोलि मेरो अर्कै ठाउँमा जानै पर्ने छ र कारणले गर्दाखेरि चाहिँ आजै हामी जाँदैछौँ। सो यो आनन्दको सानो यो भिडियो रहनेछ है त। ल, मसँग चाहिँ मेरो श्रीमती पनि छ है, हामी दुईजना जाँदैछौँ। बुढाबुढी जाउँ ल, लेट्स गो। ल, पुगेर त्यहाँ देखाउनेछौँ है त। A few moments later. लो साथीहरू, हामी आनन्दको यो उकालो यताबाट आयौँ, अलिकति उकालो। कति राम्रो रहेछ हेर्नु न, खेतहरू धान लगाइरहेको छ। त्यही त खेतमा धान लगाइरहेको रहेछ। यो धानै हो र इजिप्ट धान यो छेउछेउतिर त त्यस्तै लाग्छ नि। बस्तीहरू तर म त मनपर्छ हौ, सिसिक लाग्छ हौ। त्यहीको लागि हौ। माटोको र लाप्चे बारमा माटो हालेको है। यतिको बाटो आइदियो भने त भइगयो त। अनि फलेको मुनि फल्छ मिलेर हेर्नुहोस् न साथीहरू, आमा कस्तो राम्रो देखेको। यो सुन्दरता देख्दा त अब तपाईँहरूलाई पनि देखाउन मन लाग्यो नि हो। बस्तीको रौनक चाहिँ यस्तो हुन्छ है, मलाई चाहिँ साह्रै मनपर्छ बस्तीहरू। काम पनि उस्तै, फलफुलहरू खानु पाउँछ उस्तै होइन। यो सिम्बलीहरू हो, योहरू धानको छेउछेउमा त्यो उयोहरू आली लगाएको रहेछ। यो चाहिँ हामी आनन्दन जाँदै गरेको साथीको त्यहाँ मरौ घरमा आउँदै गर्दाखेरि चाहिँ यसरी देखेर चाहिँ उहाँ परहरूतिर हामी चाहिँ उकालो जाँदैछ। ऊ माथितिर देख्दै गरेको छ, हेर्नु न टकबरहरू पर्छ। हेर्नु न आलीहरू, धानको आलीहरू देखेको आनन्ददायक। भट्टामासहरू त यी भर्खर लागेको छ हौ। यो पो त
आलीको छेउछेउमा लाउँछ नि त भट्टा माछाहरू आलीहरू काटेको रहेछ नालीहरू लगाएर पानीहरू हालेको रहेछ म त क्या मजा लाग्यो बस्नु पो मन लाग्यो कस्तो आशिषित हुन्छ नेभाराहरू हेर्नु फलेको नेभाराको बोट अहिले नै फल्दैन तर यिनै फलिरहेको रहेछ पुरा वेल वे भइसक्यो माथि फुल फुलेको सिरुको सिधै है उडाएर है कस्तो आशिषित लाग्छ म त साँच्ची भनेको थ्याङ्क यू जिसस थ्याङ्क यू लर्ड प्रशस्ति मनग्गे यो फलेको छ 1.5 मा गरेर देख 1.5 मा दामी हो है टक्क बादल लागेको हो कहाँ हेर्ने उताको खलाला खोला बगेको कस्तो आशिषित लाग्यो मलाई मजा लाग्यो है कस्तो बस्ती भन्छ कि मान्छेले तर म चाहिँ पुरा मनपर्छ बस्तीहरू अब हामी कमानमा जन्मेर कमानमै बिहा भएर होला अनि हो लु किसाब चाहिँ जस्तै यहाँ बिस्तारै कस्तो दामी छ जाऊ लु म गरिदिन्छु यस्तो चाहिँ साथीहरू हो यो चाहिँ हामी आनन्ददिन जाँदै गर्दाखेरि उकालो टक्कै यो दृश्यले हामीलाई लोभ्यायो अनि त्यहाँ फोटो नखिची हामी सन्तोकै लागेन यता यतापट्टि सो यसरी हामीले फोटो खिचिरहेको छौँ है ल बुढाबुढीले सिडो फुलेको हेर्नु न त्यहीँ के साह्रो दामी यो चाहिँ बिजनबारी साथीहरू बिजनबारीको यो चाहिँ फेरि फोटो खिच्ने अरे हो मेरो बुढीले भिडियो गर्ने अरे यहाँ बालीमै हाल्यो नि त खिच्ने फेरि फोटो ल एउटा देखाउँदैछु है त ए आलिप हो आलिप हो ए केटा यहाँ जस्तै seems to be like somewhere on the heaven. But this is our Bijanbari, Darjeeling. Oh. यस्तो ठाउँ त सुन्दर लाग्छ यही भनेपछि अब स्वर्गीय छैन होला र हेर्नु त बाइबलमा प्रभुले त्यसै कहाँ मेन्सन गर्नुभएको त there is heaven and there is also hell है त ल नेभाराको बोट हो नेभारा यो पान भन्थ्यो हामीले पान भन्दै दुधुलेको यो बोटो यस्तो के अरे खै यहाँ चाहिँ आज जस्ट क्याप्चर गरेको जाँदा जाँदा खासमा त अब आज खासैमा चाहिँ अब क्याप्चर नगर्नु पर्ने थियो अगाडि नै आउँदाखेरि नै प्लान गरेको थियौँ कुनै समय आउँदाखेरि चाहिँ यसो आएर भिडियो पनि बनाउँदै जाने भनेर प्लान गरेको थियौँ तर अब यस्तो टाइममै भयो हो अब परिवारमा शोक छाइरहेको छ अब एनिवेज सबैले छाइरहेको यो खालको फुल कुन चाहिँ हो तिमीलाई भनेको मखमली भन्ने चाहिँ यो ए हो र मखमली फुल हैन यो माथि चाहिँ के फलेको सिम्बल तरुलहरू हो त्यो यो देख्दै गरेकोहरू एक्ज्याङ त्यो डम्मा परेको लाइन यो माथि चाहिँ कटर होला है अभोकाडोहरु हुन सक्छ अभोकाडो कटरै हो त्यो ल जाऊ सिबीको हेर्नु न थाङ्राहरू लगाएको मजाले उयो लगाइराको छ सिबी यो चाहिँ सिम्बल तरुल हो है यो चाहिँ सिम्बल तरुलको बोट हो यो चाहिँ यो पत्ता त उमङ दादाले त्यही मिरिकमै देखेको फर्स्ट टाइम हैन
हुन्छ त सब कुरो बस्तीबाट त जान्छ बजारमा बस्ती कमानहरूबाटै त जान्छ बजारमा बजारकोहरू उयो नगरे पनि हुन्छ बजारकोहरू अब मोल तिर्ने मात्रै हो भाउ दिने मात्रै हो उत्पादन गर्ने त बस्ती कमानहरूतिरकैहरू छ नि हो त अन्त एकदमै यहाँको उयोहरू देखेर यी दृश्यहरू देखेर आशिषित महसुस गरिरहेको छु साथीहरू हेर्नु न सिबीहरूको लहरहरूको कस्तो राम्रो है कति दामी दामी घरहरू बनिरहेको छ बस्ती भनेर कहाँ हुन्छ बजारतिर सब बस्तीकैहरूको त हुन्छ जग्गाहरू पनि है सिलगढीतिर आमामा जग्गाहरू हेर्नुपर्छ कि बस्तीकोहरूकै हुन्छ बस्तीको दाजुभाइहरूको है हाइट माथि आइपुग्यो हामी सुन्तला रहेछ हो यहाँदेखि सुरु रहेछ सुन्तला चाहिँ यहाँ फेरि दामी रहेछ अब यो उयो यतिखेर दाना अब विन्टरमा दानाहरू लाग्छ अब चाहिँ फुल्छ दाना आइसकेको रहेछ नि ऊ के को देखाइदेऊ न अन्त दाना आइसकेको रहेछ नि मजाले फलेको दानाहरू आइसकेछ नि अब रङ चढ्नु खालि बाँकी रहेछ अब यो साइज बढ्नु छ हो पुरै रहेछ नि हौ यहाँनिर अहिले त मिरिकतिर पनि यसको उयो त धेरै घटिसकेको छ नि हौ खेती अब फलै घटेको छ नि अब खेती पनि त रुखहरू किराले खान्छ कुनै कस्तो खालको भाइरसहरू लाग्छ त्यस्तोहरू भनेर क्या आफ्नो घरहरूले यो अगमसिंहगिरी स्कुल यताबाट चाहिँ अहिले हामी लाग्यौँ है साथीहरू मैले गरेँ त यो चाहिँ पानीतिरबाट पनि देख्छ नि देख्छ सेतो बिल्डिङ देख्छ पहिला चाहिँ यो बाटोहरू हामी भाइ पासाङ भाइको बिहामा आउँदाखेरि चाहिँ होइन यहाँबाट कस्तो ग्याजे बाटो थियो यताबाट चाहिँ अब किजुम जान्छ यताबाट चाहिँ किजुम सुप्रिना दिदीहरूको घर यताबाट पासाङहरूको घर पनि यताबाटै जान्छ त अन्त अब यताबाट जानुपर्ने हामी चाहिँ यो बाटो हिँडेर यताबाट गएको होइन हामी यताबाट हामी पासाङको बिहामा पनि हामी यताबाटै गएको त बस्ती आउँदै गर्दाखेरि चाहिँ अब एक प्रकारको चाहिँ अब मजा चाहिँ के छ भन्दाखेरि अब यो हरियोपाली त छ सधैँ छ होइन यहाँको मान्छेहरू पनि एकदम दामी छ क्या राम्रो हुन्छ नि सभ्य एकदम सभ्य अन्त फेरि अर्को चाहिँ के पनि हुन्छ भन्दाखेरि चाहिँ उयो आएको जस्तो लाग्छ पाकिस्तानहरू आएको जस्तो लाग्छ किन पाकिस्तान अफगानिस्तानहरूको मान्छेहरू के छ नि यहाँ सबै त्यो उयो भएर क्या हो अलगे अलगे छेत्री बाहुनहरू चाहिँ त्यस्तो हुन्छ नि त फ्रेस होइन त्यो टाइटलहरू त्यो राष्ट्रहरू इच्छा त्यति साह्रो लिम्बूहरू पनि त हुन्छ नि अन्त मलाई त्यस्तो मजा लाग्छ लिम्बू के हो होटेलै हो के फ्याक्ट्री होला हौ बेकरीहरू आई थिङ्क सो बेकरीहरू होला है बनहरू बनाउँछ नि तल तल क्या राम्रो देख्छ है वाउ देख्यो वाउ अब यता छिर्नाटीको अनि दादाहरूको घरभित्र पस्ने बाटो त यस्तो रहेछ कतिसम्म छ आई डोन्ट नो अब यताबाट हामी रफ रहेछ अब यो पनि अब उयो हुनु आँटेको होला पिच हुनु आँटेको होला कि काम ठिकै छ यतिको त है उकालो चाहिँ यस्तोमा चाहिँ टायरहरू हुन्छ नि त स्पिडहरू क्या अरू के भन्नु कता कता हौ होइन होइन चर्च
चाहिँ यताबाट जान्छ हो यताबाट चाहिँ आनन्दहरूको घर जान्छ यता जान्छ कहाँ यो त अब यहाँ सुन्नु न हामी माथि चर्च गएको कि कताबाट जानु त ठिक होला साथीहरू आम्बो इस्कुसको मचान अमिताभ बच्चन यताबाट चाहिँ आनन्दको घर जान्छ साथीहरू कि बाटो यस्तो भएको गर्दाखेरि हामी यताबाट गयौँ न घरै पुग्छ यताबाट हामी त्यो चर्चमै स्कुटी राखिराखेको थियो त्यसो जाने भनेको ओके देन लेट्स गो टु भोम्बु इस्कुस र सिटीहरू साथीहरू स्कुटीहरू यतातिरै राखेको रहेछ यो बाइकहरू सबै बाइकहरू साथीहरू स्कुटी यहाँ राखेँ परनिर चर्च छ हो आयौँ हामी अब यो तेर्सो जानुपर्छ हामी साथीको घरमा हो सोखको घरमा जाँदैछौँ वरिपरिकोहरू सबै गएछ पर हामी पनि अब यताबाटै जाँदैछौँ है उहिले आएको अनन्त साथीको बिहामा आएको होला त्यहाँदेखि यता नआएको हो अब यही तेर्सो त हो होस् जम पर तेर्सै यस्तो चाहिँ आनन्दको घर यतैबाट हो नि है बसिराख्नु भएको रहेछ तपाईँहरू त पुगेर पनि आउनु भयो अघि नै है ए हुन्छ तेर्सै त्यसमै पर हो पर बस्तीमा त उही भन्छ है यो बाटो नि त हिँडेको उहिले यस्तो चाहिँ नजारा चाहिँ हेर नै यहाँतिर चाहिँ यस्तो चाहिँ बाटो चाहिँ बस्तीको बाटो जस्तो हुन्छ है साथीहरू है कराइदेऊ न एकताल हो भन्दै अहिले हेर इस्कुसको बोटहरू चाहिँ बाटो गर न यस्तो बाटोहरू कोही बेला यहाँ माथिबाट फेरि तेर्सो जानुपर्छ ल हन्डले लड्यो भन ओइट सिस्नुको फुल भनेको पानीहरू उम्रेको हेर न फेरि सोर्सहरू कस्तो छ फिल आनन्देन भन्छ त्यो नि है एक केस ल्याइदिएको भन्छ नि यस्तो अत्यन्त छ नि है तेर्सो ल नबिसाइ सिधै आनन्द साथीहरू घर आइपुग्छ त्यहाँ माछा भएको टप सिधा अब त्यहीँ डुबो यो उयो गर बेर्छ मेरो हातमै हेलमेट छ एउटामा हो यस्तो चाहिँ यहाँको लाइफ स्टोरी अलग्गै छ बनायो भने फाइनली साथीहरू हामी आइपुग्यौँ ल यही घर हो हामी आइपुग्यौँ ल कति लाग्यो कतिको नजिक लाग्यो साथी बुढी तिमीलाई आइपुग्यो हामी चाहिँ आइपुगेकै ल सो यहाँ चाहिँ भिडियो गर्नु मिल्दैन होला त्यसले गर्दाखेरि भिडियो चाहिँ भोइस टेक गर्ने ट्राई चाहिँ गर्छु म ल साथीहरू यो घर चाहिँ साथीको घर चाहिँ यही पहिला चाहिँ तारा थियो नि त ल पखाल्न यहीँ खुट्टा ल पखाल ए अँ बाथरुममा आउनु बाथरुममा अँ हाल्दो यता है घर चाहिँ हिँडी पर्छ आमा
हाम्रो पास्टर यहाँमा हाम्रो पास्टर बाबु हुनुहुन्छ यहाँ चाहिँ हाम्रो पास्टर बाबु यहाँ चाहिँ हाम्रो पास्टर यहाँमा Three hours later. अब अहिले लगभग तिमी हिँड्दै गर्छौ यहीँ पर्खिन्छु हामी चाहिँ अब फर्केको हो उमङ दादाले हेलमेट बिर्सिनु भएछ ल्याउनु हुँदैछ उहाँ अगाडि चाहिँ झोलाले पर्खिरहेको छ झोला बोकेर आउनु हुँदैछ यहाँ चाहिँ इस्कुसहरू प्रशस्तै हुन्छ नि त इस्कुस कस्तो मजाले फलेको भनेको दिनुभयो एक जोडा अनि मैले पनि बोकिरहेको छु बेगमा अघि स्प्राइटहरू लगेको झोलामा पानी सुरु भयो है साथी हो हामी अब गएको ला हिँडेको ला ल है हामी चाहिँ अहिले ओत लागिरहेको छौँ है आनन्द साथीको चर्चको अङ्कलहरूकोमा पानी आएर के परनिर चाहिँ स्कुटी हो फर्स्ट टाइमको एक्सपिरियन्स त है पहिलोचोटि आएको म त कि अङ्कल हुन्छ 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 हामी माथि माइरीबुङबाट उता आइरहेको उता आनन्द म त मेरो साथी हो नि त आनन्द चाहिँ कि हामीसँगै गरेको हजुर 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 यही अङ्कलहरू दुईजना रहेछ पानी रोकिए अब चाहिँ धन्यवाद सो हामी पानी पनि रोक्यो हामीले प्रार्थना गरेर निस्क्यौँ त्यहाँदेखि प्रभुलाई धन्यवाद दिएर निस्क्यौँ पानी पनि रोकिएको थियो त्यहाँदेखि आउँदा आउँदै यसरी बाटोमा मैले भिडियो गर्दै गर्दै आएँ उमङ दादाले अगाडि स्कुटी कुदाइराख्नु भएको थियो तिम्रो उपस्थितिको गहिराइमा लैजाऊ मलाई तिम्रो नजिक राख मलाई तिम्रो नजिक हृदयभित्र येशू लुकाऊ मलाई तिम्रो नजिक हृदयभित्र येशू लुकाऊ मलाई